प्रायः जसो रेडमीको नोट सिरिजहरूमा आउने समस्याले धेरै नै समस्या आएको छ। रेडमीको नोट सिरिजमा के भन्दाखेरि यो तपाईँको फोन चलाउँदा चाहिँ झ्याप्प अटो रिस्टार्ट हुने समस्या। कसैको चाहिँ फोन कल गर्दाखेरि चाहिँ झ्याप्प अफ हुन्छ अनि अटो अन हुन्छ। कसैको चाहिँ साउन्डहरू लगायो भने जस्तै टिकटक युट्युबमा केही साउन्डहरू लगायो भने चाहिँ तपाईँको झ्याप्प अफ हुने समस्या आएको छ है। यो समस्याको लागि तपाईँहरूले हेर्नुहोस् त यो फोन पनि झ्याप्प मैले टिकटक चलाउँदा आफै अफ भयो अनि आफै अन भयो। यो समस्या चाहिँ कसरी सल्भ गर्न सकिन्छ म देखाउँछु है त। कसैले भन्नुहुन्छ कि मैले मोबाइल बनाउँदा चाहिँ छ्या कस्तो काम गरेर बसेको होला भनेर भन्नुहुन्छ। कसैले चाहिँ ओहो कति धेरै इन्ट्रेस्ट दिएर काम सिकेको काम गर्न जानेको भन्नुहुन्छ। तर मलाई चाहिँ जेसुकै काममा जुनसुकै फिल्डमा काम गर्न लागे पनि सबै कुरा सिकेर इन्ट्रेस्ट दिएर गर्न मन लाग्छ। मेरो हस्बेन्डले फोनहरू बनाउँदै गर्दाखेरि म पनि सँगै बसेर हेरिरहन्थेँ। हेर्दै लगभग मोबाइलको धेरै कुराहरू नलेज भइसकेपछि मैले पनि फोन बनाउन थालेको हो। यो सेटिङको लागि मैले अब ब्याक प्यानल खोल्दैछु। छोरी मान्छे भनेर थुपुक्क बस्नु हुँदैन कि साथीहरू। काम चाहिँ सानो होस् ठुलो होस् जेसुकै काम सिक्न खोज्नुपर्छ, जान्न खोज्नुपर्छ, बुझ्नुपर्छ। आफ्नो हातमा सिप भयो भने अर्कै हुन्छ। सिपले मान्छेलाई कहीँ गएर पनि ओहो के गरौँ भनेर बस्नु पर्दैन। हातमा सिप भयो भने आफ्नो लागि इन्कम आफै गर्न सकिन्छ, कसैको भर पर्नु पर्दैन। त्यसैले ल हेर्नुहोस् त म टक्कले अब नटहरू खोल्दैछु। नट खोलिसकेपछि मैले ब्याट्रीमा त्यहाँ भएको सेटिङ चाहिँ हटाउँदैछु है। यो के कारणले भइरहेछ त यस्तो भनेर तपाईँहरूलाई पनि देखाइरहेको छु। लास्टसम्म हेर्नु होला। हजुरहरूलाई पनि नलेज हुन्छ के कारणले यस्तो हुँदो रहेछ भनेर। त्यसकै लागि मैले भिडियो बनाएर पोस्ट गर्न खोजेको हो। र लास्टसम्म हेरेर चाहिँ हजुरहरूलाई कस्तो लाग्यो मेरो काम कमेन्ट गर्नु होला। अनि हजुरहरूलाई पनि यस्तै फोनहरू केही बिग्रेको छ, डिस्प्लेहरू चेन्ज गर्नुपर्ने छ, ब्याट्री चेन्ज गर्नुपर्ने छ, फोनमा समस्या केही आएको छ भने जे समस्या आए पनि माइक्रोसफ्ट गैंडाकोट मोबाइल पसल भिजिट गर्न सक्नुहुन्छ। हजुरहरूको आइफोन एन्ड्रोइड जुनसुकै फोनहरू पनि ल्यापटपहरू पनि हामीले रिपेयर गरिन्छ। साथै हजुरहरूले हामीलाई सिसी क्यामेराहरू पनि जोड्नु पर्यो भने सम्झिन सक्नुहुनेछ। हामीले रिपेयर मात्रै होइन फोनहरू पनि सेल्स गर्छौँ र हजुरहरूलाई किस्तामा पनि हामीले फोन दिन्छौँ। मैले भन्दै आइरहेको छु हजुरहरूलाई किस्तामा फोन चाहिएको छ भने पनि हामीले उपलब्ध गराएका छौँ। माइक्रोसफ्ट चाहिँ भिजिट गर्न नबिर्सिनु होला है त। र यसरी मैले चाहिँ यो फोन बनाइसकेर अब प्याक गर्दैछु। ल अब म यो फोन चाहिँ रेडी गरेर हाम्रो सिस्टरलाई दिँदैछु। यसरी कस्टमरकै अगाडि बसेर फोन रेडी गर्दाखेरि चाहिँ आफूलाई पनि एकदमै खुसी लाग्ने र कस्टमर पनि एकदमै सेटिस्फाई हुनुहुन्छ। अब हजुरहरूको पनि पालो है त। यदि हजुरहरूको फोन बिग्रिएको छ भने जुनसुकै समस्या भए पनि हामीलाई सम्झिन सक्नुहुन्छ। गैंडाकोट माइक्रोसफ्ट कम्प्युटर एन्ड मोबाइल पसल भिजिट गर्नुहोला। हामी हजुरहरूको मोबाइल, ल्यापटप, प्रिन्टर, घडी, सिसी क्यामेराहरू सबै रिपेयर गर्नुका साथसाथै जडान पनि गरिन्छ। सेल्स एन्ड रिपेयर दुवै हुन्छ। त्यसको लागि हामीलाई सम्झिनु होला। हजुरहरूको साथ, माया र विश्वास नै हाम्रो खुसी हो। धन्यवाद।